सो यसै गरी क्वेसन नम्बर 3 को बी नम्बरमा जाम। बी नम्बरमा हाम्रो के क्वेसन छ, इफ नम्बर अफ यू इज इक्वल टू 350, नम्बर अफ ए इज इक्वल टू 200, नम्बर अफ बी इज इक्वल टू 220 एन्ड नम्बर अफ ए इन्टरसेक्सन बी इज इक्वल टू 120, देन फाइन्ड द नम्बर अफ ए युनियन बी एन्ड नम्बर अफ ए युनियन बी को कम्प्लिमेन्ट। सो पहिला सुरु यसमा पनि हामीले गिभन लेख्छौँ। गिभनमा के छ त, नम्बर अफ यू पनि छ गिभनमा। सो नम्बर अफ यू इज इक्वल टू हामी कति लेख्छौँ 350, यो गिभन छ। नम्बर अफ ए लेख्छौँ 200, नम्बर अफ बी लेख्छौँ 220, नम्बर अफ ए इन्टरसेक्सन बी लेख्छौँ 120 र फाइन्ड गर्नुपर्ने छ नम्बर अफ ए युनियन बी र ए युनियन बी को कम्प्लिमेन्ट। सो यो पनि हामीले गिभनमै वाट को रूपमा लेखिहाल्छौँ। ए युनियन बी कम्प्लिमेन्ट वाट, नम्बर अफ ए युनियन बी को कम्प्लिमेन्ट इज इक्वल टू वाट, र विन द्याट गरेर पहिला नम्बर अफ ए युनियन बी निकालौँ त। सो नम्बर अफ ए युनियन बी हाम्रो निकाल्नको लागि ए युनियन बी को हामीलाई फर्मुला चाहिन्छ। सो फर्मुला त हामीलाई थाहा छ, दुईटा फर्मुला हुन्छ। हामीले जुन फर्मुला पनि लाउँदा हुन्छ भनेको थियौँ, एउटा ओन्ली ए प्लस ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी यो हुन्छ। अर्को चाहिँ नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी यो हुन्छ भनेको थियौँ। अब यो केसमा हामीलाई ओन्ली ए भनेर हामीलाई कतै दिएको छैन गिभनमा, हामीलाई नम्बर अफ ए र नम्बर अफ बी भनेर दिएको छ। सो हामीले यो केसमा चाहिँ यो फर्मुला लाउनु पर्ने अनिवार्य हुन्छ। सो त्यही भएर दुईटै फर्मुला याद हुनु जरुरी हुन्छ। अनि नम्बर अफ ए युनियन बी को फर्मुला हामी लेख्छौँ पहिला नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी, अनि नम्बर अफ ए को भ्यालु लेख्छौँ 200 र नम्बर अफ बी को भ्यालु लेख्छौँ 220 र नम्बर अफ ए इन्टरसेक्सन बी को भ्यालु पनि लेखिहाल्छौँ 120। अब यसलाई सिम्प्लिफाई गरौँ, 200 र 220 420 माइनस 120 गर्दाखेरि हाम्रो आउँछ 300। सो नम्बर अफ ए युनियन बी को भ्यालु हाम्रो 300 आइसकेको छ। एगेन गर्छौँ र हाम्रो यो त भ्यालु आइसक्यो। अब कम्प्लिमेन्टको भ्यालु पनि निकाल्नु पर्ने हुन्छ। सो नम्बर अफ ए युनियन बी को कम्प्लिमेन्टको भ्यालु, अब कम्प्लिमेन्टको फर्मुला के होला त, कम्प्लिमेन्टको फर्मुला पनि याद गर्नुपर्ने जरुरी हुन्छ, जुन कि नम्बर अफ यू माइनस नम्बर अफ ए युनियन बी हुन्छ। किनभने नम्बर अफ यू भनेको त हाम्रो होल भइहाल्यो, पुरै बक्साको नम्बर अफ यू भन्छ। अनि नम्बर अफ ए युनियन बी भनेको दुईटा सेट भित्रको पुरै नम्बरलाई नम्बर अफ ए युनियन बी भन्छ। अनि कम्प्लिमेन्ट हाम्रो भनेको त त्योभन्दा बाहिरको, त्यही भएर होल माइनस त्यो बिचको हटाइदिएपछि त बाहिरको आउँछ। त्यही भएर नम्बर अफ यू को भ्यालु पहिला सुरु हामी लेख्छौँ 350 जुन कि गिभनमा छ, र यो हामीले भर्खर अहिले निकाल्यो जुन कि 300। सो माइनस गर्छौँ र 300 निकाल्छौँ, हाम्रो आउँछ 50 नम्बर अफ ए युनियन बी को कम्प्लिमेन्ट। सो यो पनि तपाईँले पज गरेर स्क्रिनसट लिन सक्नुहुन्छ। अब अर्को क्वेसनतर्फ जाम, जुन कि 3 नम्बरको सी नम्बर रहेछ। पहिला सुरु क्वेसन पढौँ के भनेछ, इफ नम्बर अफ ए इज इक्वल टू 35, नम्बर अफ ए कम्प्लिमेन्ट इज इक्वल टू 25, देन द फाइन्ड द भ्यालु अफ नम्बर अफ यू। अब यसमा नम्बर अफ ए दिएको छ, नम्बर अफ ए को कम्प्लिमेन्ट दिएको छ, हामीले निकाल्नु पर्ने छ नम्बर अफ यू। अब यसमा के गरिन्छ त, हामीले अघिसम्म यसमा हरेकमा दुई दुईवटा दिएको छ, जस्तै यम र ई, ए र बी। अब यसमा एउटा मात्र दिएको छ भने पनि हामीले यसमा डर मान्नुपर्ने केही कुरा हुँदैन। सो फर्स्टमा गिभन गर्छौँ र गिभनमा हामीले नम्बर अफ ए लेख्छौँ, नम्बर अफ ए चाहिँ 35 र नम्बर अफ ए को कम्प्लिमेन्ट पनि लेख्छौँ हामीले, नम्बर अफ ए को कम्प्लिमेन्ट 25 र फाइन्ड गर्नुपर्ने छ हामीलाई नम्बर अफ यू। सो नम्बर अफ यू पनि
वाट गरेर हामी लेख्छौँ। त्यसपछि वी नो द्याट अब नम्बर अफ यू भनेको पुरै त्यो बक्सभित्रको पुरै हो, भेन डायग्रामको पुरैको नम्बर अफ यू भनिन्छ। अब यसमा एउटा दिनुको मतलब त्यो भित्र एउटा मात्र सेट छ, सिङ्गल सेट छ, त्यही भएर यहाँनिर नम्बर अफ ए मात्र दिएको छ। अब सिङ्गल सेट भनिसकेपछि यो भित्रको भइहाल्यो, कम्प्लिमेन्ट भनेपछि बाहिरको भइहाल्यो, र यो भित्रको र यो बाहिरको दुइटै जोडेपछि यो पुरै आयो। त्यही भएर हामीले नम्बर अफ यू इज इक्वल टु नम्बर अफ ए प्लस नम्बर अफ ए को कम्प्लिमेन्ट गर्छौँ। यो दुईवटा प्लस गरिसकेपछि हाम्रो नम्बर अफ यू सजिलै निस्किन्छ। सो नम्बर अफ ए हाम्रो रहेको छ 35 र कम्प्लिमेन्ट हाम्रो रहेको छ 25। अब कति आउँछ त 60। सो नम्बर अफ यू इक्वल टु पनि हाम्रो निस्किसक्यो। यो पनि तपाईँले स्क्रिनसट लिन सक्नुहुन्छ। र अर्को क्वेसन नम्बर डी तर्फ जाऊँ। क्वेसन नम्बर डीमा के भनेछ त, आउट अफ टू सेट पी एन्ड क्यू देयर आर 40 एलिमेन्ट्स इन पी, 60 एलिमेन्ट्स इन पी युनियन क्यू एन्ड 10 एलिमेन्ट्स इन पी इन्टरसेक्सन क्यू, देन हाउ मेनी एलिमेन्ट आर देयर इन क्यू, फाइन्ड। सो यो भनेछ दुईवटा सेट रहेको छ हामीसँग पी र क्यू। सेट पीमा 40 एलिमेन्ट छ, पी युनियन क्यू दुईटैमा 60 एलिमेन्ट छ, पी इन्टरसेक्सन क्यू कमन दुईटैबाट कमन 10 एलिमेन्ट छ, र खालि क्यू होइन, फेरि नम्बर अफ क्यू भनेको क्यू भित्रमा चाहिँ कति एलिमेन्ट रहेको छ त्यो फाइन्ड गर्नुपर्ने छ। सो यसमा पनि सुरु हामी पहिला गिभेन लेख्छौँ। गिभेनमा के दिएको छ त, नम्बर अफ पी दिएको छ हामीसँग, नम्बर अफ पी कति दिएको छ 40 एलिमेन्ट, सो 40 लेख्छौँ। अर्को के दिएको छ पी युनियन क्यू दिएको छ जुन कि 60, सो नम्बर अफ पी युनियन क्यू पनि लेख्छौँ 60। अर्को हामीलाई इन्टरसेक्सन पनि दिएको छ, सो नम्बर अफ पी इन्टरसेक्सन क्यू लेख्छौँ जुन कि 10, र हाम्रो फाइन्ड गर्नुपर्ने छ यो पनि लेखिहाल्छौँ नम्बर अफ क्यू इज इक्वल टु वाट भनेर। अब नम्बर अफ क्यू निकाल्नको लागि हामीले नम्बर अफ पी युनियन क्यू को फर्मुला युज गर्नेछौँ। सो वी नो द्याट गर्छौँ, वी नो द्याट गर्छौँ र पी युनियन क्यू को फर्मुला लेख्छौँ। अब तपाईँहरूले भन्नुहुन्छ कि पी युनियन क्यू को त भ्यालु छँदैछ, यसको फर्मुला किन लेख्छौ त, त्यो कुरा पनि यहाँनिर ध्यान दिएर हेर्नुपर्छ। पहिला सुरु नम्बर अफ पी युनियन क्यू को फर्मुला हामी किन लेखिदिरहेछौँ यो पहिला सुरुमा हेर्नुहोस्, त्यसपछि लेख्नु होला, सुरुमा पहिला बुझ्नुहोस् है त। सो नम्बर अफ पी युनियन क्यू को फर्मुला हामीलाई थाहा छ, नम्बर अफ पी प्लस नम्बर अफ क्यू माइनस नम्बर अफ पी इन्टरसेक्सन क्यू, यो हुन्छ। सो नम्बर अफ पी युनियन क्यू को भ्यालु किन लेखियो त, अब बुझ्नुभयो त। पी युनियन क्यू को त छँदैछ, यसको पनि भ्यालु छ, यसको पनि भ्यालु छ, यसमा एउटा मात्र बाँकी बचेको छ जुनको हामीलाई फाइन्ड गर्नुपर्ने छ। त्यही भएर सबैको भ्यालु दिएको हुन्छ, एउटा मात्र बचेको हुन्छ जुन चाहिँ फाइन्ड गर्नुपर्ने छ, त्यो हामीले फर्मुला युज गर्न मिल्छ। सो अर लेखेर यो हाम्रो युनियन अलरेडी गिभेन छ, सो यहाँनिर हामीले 60 लेख्छौँ यो गिभेनमा, नम्बर अफ पी पनि गिभेन छ 40 लेख्छौँ, र नम्बर अफ क्यू त फाइन्ड गर्नुपर्ने छ, सो गिभेन छैन। सो यसलाई जस्ताको त्यस्तै लेख्छौँ। तपाईँहरूले यसलाई एक्स को रूपमा मानेर पनि लेट नम्बर अफ क्यू इज इक्वल टु एक्स भनेर पनि तपाईँले यहाँ एक्स लेख्न सक्नुहुन्छ, तर नम्बर अफ क्यू पनि लेख्दा केही फरक परेन। सो इन्टरसेक्सनकोमा पनि हामीले 10 लेख्छौँ। अब यसलाई सल्भ गर्छौँ। यो 60 पहिला जस्ताको त्यस्तै होस्, र यो 40 र -10 यो त हामी सबैलाई थाहै होला, 40 र यसलाई माइनस गर्नुपर्छ। सो 30 एन्ड प्लस एन्ड नम्बर अफ ए एन्ड नम्बर अफ क्यू लेख्छौँ, अर लेखेर 60 - 30 इज इक्वल टु नम्बर अफ क्यू लेख्छौँ। देयरफोर नम्बर अफ क्यू भनेको हाम्रो कति आउँछ त 30। सो नम्बर अफ क्यू हाम्रो भ्यालु आयो त, आइसकेछ है। सो तपाईँले यसको पनि स्क्रिनसट लिन सक्नुहुन्छ।